हेलो एभ्रिवान, नमस्ते। म चाहिँ आज घर नजिकै रहेको मन्दिरमा जान आँटेको। आज चाहिँ म रेडी भइसकेँ नुहाएर। अनि म चाहिँ मन्दिरमा पूजा गर्न जाँदैछु। त्यहाँ सप्ताह पनि चलिरहेको छ। मेरो साथमा चाहिँ मेरो भाइ छ अनि हामी चाहिँ त्यहाँ जान आँटेको दिदीभाइ मिलेर। म चाहिँ निस्किसकेँ घरबाट। अन्तिमसम्म भिडियो हेरिदिनु होला के हुन्छ कस्तो हुन्छ भनेर। A few moments later. फाइनल्ली हामी चाहिँ मन्दिर आइसकेको छौँ। म चाहिँ अब यो गेटबाट भित्र छिर्छु। त्यसपछि यहाँ चाहिँ हामी चप्पल खोलेर हिँड्नुपर्ने हुन्छ। चप्पल खोलेँ मैले। चप्पल खोलेपछि हामी चाहिँ यहाँ मन्दिर राउन्ड लाउन पर्ने हुन्छ, घुम्नु पर्ने हुन्छ। यहाँ बिहानै बिहानै पूजा गर्नुको लागि आन्टीहरू आइसक्नु भएको छ। यहाँ चाहिँ हामी घुम्दैछौँ। यहाँ चाहिँ सप्ताह पनि भइरहेको छ 2-3 दिनदेखि नै। अनि यहाँ चाहिँ सर र हामी एक राउन्ड लाउँछौँ भगवान्लाई ढोक्दै। अब चाहिँ म सबै भगवान्हरूलाई पूजा गर्न जाँदैछु। यहाँ चाहिँ बुद्ध भगवान्लाई म टिका लगाइदिँदैछु। टिका लगाइदिएँ, तिल जौ चढाइदिएँ, त्यसपछि फुल अक्षता पनि चढाइदिएँ। अनि यस सँगसँगै म चाहिँ सबै भगवान्हरूलाई पूजा गर्छु। तपाईँहरू पनि यहाँ नजिकै हुनुहुन्छ भने चाहिँ गणेश मन्दिरमा आएर पूजा गर्न सक्नुहुन्छ। अहिले चाहिँ 2-3 दिन अगाडिदेखि नै यहाँ चाहिँ सप्ताह लगाइरहेको छ। सप्ताह हेर्न आउन सक्नुहुन्छ। बिहान चाहिँ कति धेरै भिड थियो होइन। अनि त्यसपछि चाहिँ यो भिड हटेपछि चाहिँ म पूजा गर्न जान्छु भनेर सोचिरहेको थिएँ। अनि त्यसपछि म भिड सकेपछि बिस्तारै पूजा गर्न आएँ। यहाँ चाहिँ सप्ताह 7 दिनसम्म हुन्छ होइन। 7 दिनसम्म हुन्छ। तपाईँहरूले यहाँ चाहिँ सहयोग पनि गर्न सक्नुहुन्छ पैसा दिएर। अनि पूजा गरेपछि यहाँ तपाईँहरूले प्रमाणपत्र पाउनुहुन्छ होइन। सहयोग गर्नु पऱ्यो भने चाहिँ त्यस्तै हो। यहाँ गोकर्णेश्वरमा चाहिँ नजिकै हुनुहुन्छ भने चाहिँ अवश्य आउनु है। तपाईँ अवश्य पनि यहाँ आएर सप्ताह हेर्न नछुटाउनु होला। अब चाहिँ म मन्दिरभित्र गणेश भगवान्लाई पूजा गर्न जान लागेको। यहाँ चाहिँ आन्टीहरू पूजा गर्दै हुनुहुँदो रहेछ 2-3 जना। म चाहिँ पालो पुरेर बस्दैछु मेरो पालो कतिखेर आउँछ भनेर। आन्टी निस्किने भयो। म चाहिँ अब आन्टी निस्केपछि म भित्र पसेँ पूजा गर्नको लागि। गणेश जय गणेश जय गणेश देवा, माता जाकी पार्वती पिता महादेवा। जय गणेश जय गणेश जय गणेश देवा, माता जाकी पार्वती पिता महादेवा।
चढ़े और चढ़े मेवा, लड्डुअन का भोग लगे संत करे सेवा। जय गणेश जय गणेश जय गणेश देवा, माता जाकी पार्वती पिता महादेवा। मलाई चाहिँ यहाँ विजय गुरुले टिका लगाइदिँदै हुनुहुन्छ। टिका लगाउनु सँगसँगै आशीर्वाद पनि दिँदै हुनुहुन्छ। मैले चाहिँ पूजा गरिसकेँ। अब म चाहिँ घर जान लागेको। यहाँ चप्पल लगाउँदैछु। गेटबाट निस्केपछि अब आजको मेरो फर्स्ट भिडियो कस्तो लाग्यो हजुरहरूलाई कमेन्ट मार्फत भनिदिनु होला। त्यसै गरी नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु होला। बाई बाई एभ्रिवान।